नमस्ते, म सुनिल गुरुङ, आइरन पम्प सेट सब जिमको मेन्टर अनि अनर र आज म फेरि तपाईहरुको सामु एउटा सानो भिडियो लिएर आएको छु। तर यो भिडियो सुरु गर्नुभन्दा अगाडि म तपाईलाई एक दुईवटा कुरा सोध्न चाहन्छु। त्यो कुरा चाहिँ हो, तपाईहरुले सायद डिफ्रेन्ट ओकेजनको लागि डिफ्रेन्ट आउटफिट राख्नु भएको होला। जस्तै कि बिहा बटुलको लागि अलग्गै, पार्टीको लागि अलग्गै, डिस्कोको लागि अलग्गै है राख्नु नै भएको होला मेरो हिसाबमा। त्यसरी नै म आज एउटा कुरा भन्न चाहन्छु तपाईहरुलाई। स्पोर्ट्समा पनि तपाईको हाम्रो दुईटा टाइपको स्पोर्ट्स छ, एउटा आउटडोर स्पोर्ट्स, एउटा इन्डोर स्पोर्ट्स। र स्पोर्ट्स खेल्दा पनि हाम्रो जुन चाहिँ लुगाहरू छ, पहिनावा अलग अलग हुनुपर्छ। जस्तै कि आउटडोर स्पोर्ट्समा हामीलाई म्याक्सिमम गरमहरू लाग्छ है, र इन्डोरमा चिसो हुन्छ। तर म तपाईलाई भन्न चाहन्छु, तपाईँ जति पनि स्पोर्ट्स खेल्नु, जुनै पनि स्पोर्ट्स खेल्नु, चाहे आउटडोर इन्डोर, तपाईहरुको जुन चाहिँ इन्टरनल बडीको टेम्परेचर छ त्यो सेम रहन्छ। खालि हामी एक्सटर्नली मात्रै हामीलाई गरम र चिसो लाग्छ। र हामी गरममा म्याक्सिमम गरममा हामी है ड्राई फिट लुगा लगाउँछौँ या त लुज टी सर्टहरू लगाउँछौँ, र विन्टर्समा हामी वुलन क्लोथ्सहरू लगाउँछौँ है। तर हाम्रो बडीको जुन चाहिँ टेम्परेचर छ त्यो सेम रहन्छ, चाहे इन्डोर्स चाहे आउटडोर्स। र एज अ ट्रेनर, म पर्सनल ट्रेनर, जिम ट्रेनर्स, म जिमको कुरा गर्छु। म जिममा देख्छु है मान्छेले ब्यान्डेड लुगा लगाउँछ, राम्रो लुगा लगाउँछ है, जुन चाहिँ ड्राई फिट भन्छ, ब्रिदेबल भन्छ लुगाहरू लगाउँछ है। आउटफिटहरू राम्रो हुन्छ, कानमा महँगो हेडफोन हुन्छ। तर म म्याक्सिमम उनीहरूको सुज हेर्छु। एउटै सुजले तपाईँको वर्कआउट पनि गर्छ, त्यही सुजले तपाईँको कार्डियो गर्छ, त्यही सुज लगाएर तपाईँको प्लायोमेट्रिक एक्सर्साइज गर्छ। त्यसले नै गर्दा इन्जुरिज हुने चान्सेस बेसी बढेर जान्छ नीमा। किनभने स्पोर्ट्समा पनि तपाईँको जब तपाईँ वेट ट्रेनिङ गर्नुहुन्छ, तपाईँको जुत्ताको सोल जुन चाहिँ छ त्यो फ्ल्याट सोल हुनुपर्छ। जस्तो तपाईँले जसमा कि तपाईँको ग्रिप राम्रो होस् है, तपाईँ स्लिप नहोस्। तपाईँले एक वर्कआउट गर्दा, ट्रेनिङ गर्दा, म्याक्सिमम स्क्वाटहरू गर्दाखेरि तपाईँको है चान्सेस हुन्छ इन्जुरिजको है, र एक्सिडेन्ट हुने। र एक्सिडेन्ट तपाईँ जब तपाईँ कार्डियो गर्नुहुन्छ है, ट्रेडमिल गर्नुहुन्छ, त्यति बेला तपाईँको जुत्ताको सोल चाहिँ बाउन्सी सोल हुनुपर्छ। जस्तै अहिले अर्थो सोलहरू निस्केको छ पुरा है, त्यस्तो लगाउनु जुत्ताहरू है। वकिङ सुज र रनिङ सुज पनि डिफ्रेन्ट हुन्छ। किन वकिङ सुज तपाईँको स्केचरले गर्छ भने तपाईँको नाइकी, एडिडासहरूले तपाईँको रनिङ सुज बनाउँछ है। र जुन चाहिँ प्लायोमेट्रिक एक्सर्साइज गर्छ त्यसमा तपाईँको सोल चाहिँ तपाईँको बाउन्सी सोल हुनुपर्छ, सो द्याट तपाईँले जम्पहरू गर्दा, स्किप गर्दा तपाईँको निमा कम्ती प्रेसर परोस्। कि तपाईँले यो सोच्नु भएको थियो होला पहिला। म त्यही कारण तपाईँलाई भन्न चाहन्छु, सेफ्टीको साथमा वर्कआउट गर्नुहोस्, सो द्याट तपाईँ इन्जुरिजबाट बाँच्नुहोस्। त्यही कारण म हमेसा भन्छु तपाईँको एउटा मोटो बनाउनुहोस्, म्याक्सिमम सिटी म्याक्सिमम रिजल्ट। यो भिडियो मन परेमा मलाई फलो गर्नुहोस्, लाइक गर्नुहोस्, साथै कमेन्ट गर्नुहोस् नबिर्सिनुहोस् होला। र साथै आफ्नो बिहाको जस्तै तपाईँले ओकेजनली जस्तो तपाईँले आउटफिट राख्नुहुन्छ, त्यसरी नै तपाईँले आफ्नो जुन चाहिँ जुनै एक्सर्साइज गर्दा पनि तपाईँले आफ्नो स्पोर्ट्स आउटफिट राम्रो राख्नुहोस् होला। धन्यवाद।